हेलो गाइज सबैजनामा नमस्कार है। यो चाहिँ पाँचथरको पञ्चमी भन्ज्याङ भन्छ यसलाई चाहिँ। अनि हामी चाहिँ यहाँनिर सपिङ गर्नको लागि आएको थियौँ। तैपनि यहाँनिर घुम्ने ठाउँ रहेछ। अनि हामी चाहिँ यहाँनिर घुम्न आएको। यहाँ मेरो यहाँ रुम पार्टनर सर पनि हुनुहुन्छ, सिराएको छ उहाँ होइन हेरेर आफूलाई म कस्तो रहेछु भनेर हेर्दै हुनुहुन्छ। यहाँनिर हुनुहुन्छ यता हाम्रो सिराहाको बिएससी सर हो उहाँ चाहिँ। म भइहालेँ। अहिले हामी यहाँनिर एकछिन आएको छौँ फ्रेस हुनको लागि पनि। आज फेरि शनिबारको पनि दिन हो। यहाँको सबैभन्दा राम्रो पक्ष भनेको चाहिँ प्राकृतिक सौन्दर्यताले चाहिँ भरिपूर्ण छ। यता चाहिँ देख्न सक्नुहुन्छ। यता खेल मैदान छ, खेल मैदान पनि निकै उत्कृष्ट बनाएको रहेछ। हामी यहाँ आएको छौँ। कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोला, कमेन्ट गर्नुहोला। राम्रो लागेमा नराम्रो लागेमा पनि कमेन्टै गर्नुहोला है त। अब हामी माथि त्यहाँ सुम्निमा पारुहाङको त्यहाँ फोटो बनाएको ठाउँमा चाहिँ हामी जाँदैछौँ है। माथि जाँदै गर्दा चाहिँ यसरी सिँढी नै बनाएको रहेछ। अब हामी जाँदैछौँ। अब यता माथि हेर्नु न, यहाँ कस्तो हरियाली छ, कति चाहिँ राम्रो छ त। यो त तपाईँहरूलाई आउँ जस्तो लागेन। एकचोटि आउनु होला। यो चाहिँ फिदिम नगरपालिका वार्ड नम्बर 13 पर्छ होला सायदै है, सायद है 12 या 13। हामी चाहिँ अब 13 मा बस्दैछौँ। त्यहाँ पारिपट्टि भनेपछि यो 12 या 13 हुन सक्यो। अनि यहाँ अहिले आज फेरि वान डे म्याच पनि हुँदै थिएछ। हामीलाई चाहिँ थाहै भएन, नत्र हामी बेलैमा आउने थियौँ। सर अनि कस्तो लागिरहेछ त पाहाडको हिँडाइ? मजा आइरहेछ सर? हजुर, उकालीमा कस्तो हुँदैछ त पाहाडको? मसँग त हुँदैन सर। हजुर, धेरै उकालो मसँग हुँदैन चढ्न। मेरो फर्स्ट ट्राभल हो यहाँ नि त पाहाडमा। हजुर। यहाँ देख्न सक्नुहुन्छ सुम्निमा पारुहाङको चाहिँ यहाँनिर चित्र कोरिएको रहेछ। चित्र भन्नु कि यसलाई मूर्ति भन्नु कि के भन्नु हो ढुङ्गाको? सर के भन्नु यसलाई? चित्रकला एकदमै सुन्दर प्रस्तुति रहेको छ। हामी चाहिँ यसरी हेर्दै उकालीमा जाँदैछौँ। कस्तो रहेछ उँभो पनि। एकैछिन पर्खिनुहोस् है, म माथि पनि पुगेर देखाउँछु डाँडामा। तपाईँहरू नि आउनु होला। यो चाहिँ फिदिम नगरपालिका वार्ड नम्बर 12 या 13 पञ्चमी भन्ज्याङ भन्छ खास चाहिँ होइन। यो तल देख्दै हुनुहुन्छ नि त्यो घरहरू, त्यो त्यहाँ चाहिँ यो चाहिँ पञ्चमी भन्ज्याङ हो। हाम्रो बसाइ चाहिँ 13 नम्बर पर्छ। त्यो लुङरुप्पा हो, त्यो पारिदेखि नै होइन। त्यसो छ कुरो। अब हेर्नुहोस् है, यता देख्न सक्नुहुन्छ। यहाँ चाहिँ महादेव शिवको चित्र चाहिँ यहाँ ढुङ्गामा कोरिएको रहेछ। हेर्नु साह्रै मजाले यहाँनिर बनाउनु भएको रहेछ। साँच्चै जय शिव शङ्कर भोला। यहाँबाट उता गए के होला भने जस्तै भयो। हस्, सोचेको पुरा गरिदिनुहोस्, सबैको रक्षा गरिदिनुहोस् शिव भगवान्। पाँचथर चाहिँ समग्रमा होइन हामी बसेको ठाउँ चाहिँ यस्तै छ है गाइज, यस्तै छ। प्राकृतिक रूपले चाहिँ एकदमै धनी भन्नुपर्छ है। सौन्दर्यताले चाहिँ मलाई चाहिँ यस्तै मनपर्छ। मलाई त्यो बिल्डिङ भएको सहरभन्दा चाहिँ मलाई यस्तै हरियाली भएको एकान्त पनि होइन, जे होस् गाउँघर नै रमाइलो लाग्छ होइन। यो हरियाली नै मनपर्छ। त्यही भएर पनि यो प्रकृतिसँग रमाउन चाहिँ मलाई एकदमै मनपर्छ। अब देख्न सक्नुहुन्छ रक गार्डन है। यहाँ चाहिँ गौतम बुद्ध भगवानको पनि चित्रलाई चाहिँ यसरी यहाँनिर ढुङ्गामा बनाउनु भएको रहेछ है। यो चाहिँ हेर्न सक्नुहुन्छ फिदिम नगरपालिका पाँचथर। अनि रक गार्डन हेर्नु कस्तो राम्रो छ। तपाईँहरू नि आउनु होला है। यहाँको
नेचुरल ब्युटीसँग चाहिँ तपाईँहरू रमाउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यसरी बनाउनु भएको रहेछ होइन। अनि सर कस्तो लाग्दैछ? एकदम रमाइलो लाग्छ सर। रमाइलो यहाँ भयो। चाहिँ पत्थरमा चित्रकला कोरिएको छ होइन सर। यता चाहिँ फिदिम नगरपालिका वार्ड नम्बर 13 मा नि सर त्यो चित्रकलाले भरिपूर्ण ठाउँ हो। र यहाँको दृश्य नि सर हेर्न रमाइलो छ सर। यहाँको दृश्य चाहिँ हेर्नमा एकदम रमाइलो लाग्छ र तपाईँहरू पनि आउनुहोस्। यहाँको दृश्य र यहाँको चित्रकला पत्थरमा तपाईँहरू हेर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू सर तपाईँलाई। माथि जान्छौँ यसरी सिँढी नै सिँढी होइन। अघि तलैदेखि थियो सिँढी तर बिचमा चाहिँ अब त्यो ग्याप गर्दै बनाएको थिएँ मैले। अनि यसरी देख्न सक्नुहुन्छ हामी जाँदैछौँ उकाली। अब देख्न सक्नुहुन्छ हामी किराँत धर्मगुरु फाल्गुन नन्दको चित्र नि यसरी बनाउनु भएको रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरू सबैले शक्ति माग्न सक्नुहुन्छ उहाँबाट। हस्, यस्तो छ है गाइस, यस्तो छ ठाउँहरू। हेर्नुहोस् है गाइस, हामी अझै माथि जाँदैछौँ। यता माथि चाहिँ पिकनिक स्पोट पनि छ अरे भनेको सुन्दैछौँ। हामी निकै माथि हाइटमा आइसक्यौँ। गाउँहरू यसरी देखिन्छ, बस्तीहरू यहाँबाट देखिने सबै यो फिदिम नगरपालिका हो। र फिदिम नगरपालिका वार्ड नम्बर 12, 13 होइन। त्यो पारि फुल्पा भन्छ होला। अब भर्खर अब म पनि यो ठाउँमा आएको, मलाई पनि त्यत्रो साह्रो ज्ञान त छैन यहाँको। अनि यसरी यहाँ गुराँसको बोटहरू देख्न सक्नुहुन्छ। अब अस्ति चाहिँ फुलेको थियो, अब अहिले चाहिँ बोट मात्र छ होइन त।